बुहारी भाग 285 कहिले आउँछ त? सधैँ सोमबार प्रसारण हुने बुहारी टेलिसिरियल यो सोमबार प्रसारण हुने छैन। अब प्रत्येक शुक्रबार राति यो टेलिसिरियल प्रसारण हुनेवाला छ। बुहारी टेलिसिरियलले आधिकारिक रूपमा वक्तव्य जारी गरेको छ कि अबदेखि शुक्रबार प्रसारण हुनेछ। बुहारी टेलिसिरियल सोमबार प्रसारण गर्दा ठिक थियो कि या शुक्रबार नै ठिक छ? कमेन्ट गर्नु है। बुहारी टेलिसिरियलमा रामको होस आइसकेको छ, तर रामले नाटक गर्नुभएको छ, किनकि राम आफ्नो चाल दुश्मनलाई थाहा दिन पाउँदैन र सुटुक्क जो दोषी हो उसलाई पकाडेर कडाभन्दा कडा सजाय दिनको निमित्त बेहोसको नाटक गर्नुभएको हो। सुर्ती दुर्गा आमाले राम जिउँदो लास हो भनेर खोलामा फालिदिए। अब आउने भागमा पक्कै पनि राम जीवित भएर फर्केर आउनुहुन्छ र दुश्मनलाई एक एक गरेर बदला लिनुहुन्छ। रामको बहिनीलाई मर्न बाध्य बनाउने रामको परिवारभित्रकै मान्छे हो भन्ने थाहा छ, तर को हो भन्ने अहिलेसम्म थाहा छैन। पक्कै पनि अब आउने भागमा रामलाई थाहा हुनेछ र उसलाई पनि सजाय दिनुहुन्छ। दुश्मनहरूले सोचेको होला राम मरिसक्यो, तर रामले यस्तो चक्रव्यूह बुनेको छन् कि दुश्मनहरू सबै सजिलै फस्नेवाला छन्।